यो त हिजो ठिक छ हैन अहिले चाहिँदैन भनेपछि म चाहिँ यसले के गर्छु डिलिट गरिदिन्छु हैन सो सिम्पली हैन अरु त केही पनि छैन स्टुडेन्ट फर्म भन्ने छ इन्डेक्स भन्ने छ हैन स्टुडेन्ट फर्म भन्ने छ यसमा हामी के गरेका छौं इन्डेक्स भन्ने छ हैन इन्डेक्समा यो सब गरेका छौं हैन ओके यो होस् यतिकै अब स्टुडेन्ट फर्ममा केही पनि छैन हैन हामी के गरेका छौं सब्जेक्ट बनाएको थियौं हैन अहिले प्रब्लम छैन त्यसपछि वेलकम पेजमा के गरेका छौं हामीले index.jsp अब चाहिँ के गरौँ भने स्टुडेन्ट फर्मले चाहिँ लोड हुन्छ हैन स्टुडेन्ट फर्म.jsp हैन अब एउटा यसमा के गरौँ फर्म पेज बनाऊ हैन जसले स्टुडेन्ट रिलेटेड के गर्छ इन्फर्मेसन सो सबभन्दा पहिला हामी के गर्यौं फर्म बनाउनु पर्यो हैन मैले के भने जति पनि कम्पोनेन्टहरु हुन्छ UI हैन हामी काम भित्र राख्छौं फर्म भित्र राख्छौं हैन मानौ कि स्टुडेन्ट यो फर्म बन्न त आउँछ नि हैन अब इनपुट टेक्स्ट राख्नु पर्यो भने इनपुट टाइप के टेक्स्ट हैन त्यसपछि यसको एउटा कुनै नाम हुन्छ जुन नेम युज गरेर मैले के गर्छु त भ्यालु तान्छु के स्टुडेन्ट नेम नै गरौँ हैन त्यसपछि मानौ कि स्टुडेन्ट अब के होला स्टुडेन्ट एड्रेस होला स्टुडेन्ट एड्रेस होला त्यसपछि इनपुट हैन टाइप के हुन्छ टेक्स्ट हुन्छ त्यसपछि मैले नेम मानौ कि जे नाम राख्नु हुन्छ यो कुनै कम्पल्सरी छैन तर यो चाहिँ कम्पल्सरी छ त्यो प्री डिफाइन्ड हो यहाँ नेम भने जस्ट भेरिएबल नेम हामी जसरी राख्छौं नि सो ABCD XYZ जे पनि जे राख्ने हुन्छ हैन हजुर कस्तो नम्बर एड गर्नु पर्यो भने यही टेक्स्ट नै लेख्ने हो हो हैन उतातिर गएर के गर्नुपर्छ पास गर्नुपर्छ हामीले पासवर्ड त्यो टाइप चाहिँ पासवर्ड लेख्नुपर्छ हैन यो सबै टाइप यही फरक हुन्छ चेक बक्स राख्ने कि रेडियो बटन राख्ने कि के राख्ने हैन हजुर नम्बर मात्र इन्टर गर्नु पर्यो भने हामीले के गर्नुपर्छ चेक गर्नुपर्छ के यो नम्बर होइन भने के जाभास्क्रिप्ट युज गरेर अथवा HTML5 युज गरेर पनि भ्यालिडेटर युज गर्नुपर्छ नत्र भने हामी के गर्नुपर्छ रेगुलर एक्सप्रेसन जुन मैले सुरुमा गरेको थिएँ नि यो फिल्डले नम्बर मात्र लिन्छ अथवा तँले के गर्नु त्यहाँ साइनमा एउटा मेसेज हुन्छ नि हैन इन्टर नम्बर 1 यदि अल्फाबुले ABCD पनि यदि इन्टर गरेको छ भने हामी के गर्नुपर्छ रेगुलर एक्सप्रेसनबाट चेक गर्न सकिन्छ कि सक्दैन मैले गराएको थिएँ नि हैन त्यो फर्मेटहरु इमेलहरु फर्मेटहरु चेक गर्नु पर्यो भने गर्न सकिन्छ बुझ्नुभयो हैन ओके त्यसै गरिकन मानौ कि अहिले दुईटा मात्रै गरौँ हैन यसो जतिवटा पनि फिल्ड यसरी एड गर्न सकिन्छ हैन स्टुडेन्ट भयो एड्रेस भयो इमेल भयो हैन अब त्यसै गरिकन हामीले इनपुट टाइप के सबमिट भनेको के हुन्छ बटम हुन्छ हैन डबल कोट भित्र राख्नुपर्छ नेम कुनै राख्छु ल एड भनेर राख्छु हैन ओके नत्र भने यसमा के एड भ्यालु पनि के गरौँ एड गरौँ हैन यसले के गर्छ भने एडको काम गर्छ ठीक छ हैन यसलाई मैले अब रन गरे भने यो एप्लिकेसन तपाईको फर्म पेज देखिन्छ आइ यसरी स्टुडेन्ट नेम स्टुडेन्ट ब्रेक गर्नुहुन्छ नि यहाँ ब्रेक गरिदिनुस् हैन ब्रेक हुन्छ हजुर एक्स्ट्रा आयो भने कतै होला यहाँ इनपुट अगाडि यहाँ छ नि त्यो हैन ओके यदि ब्रेक चाहिन्छ भने हामी के गर्छौं यहाँ हैन BR लेख्छु हैन अब भनेपछि दुईटा चाहिँ अब हैन हामीले गर्यो भने BR आयो मान्छे चाहिँ एडलाई पनि तल गर्नुहुन्छ त्यसरी ब्रेक राख्नुस् क्लियर हो हैन अब यहाँ मैले यदि केही कुराहरु एड गरे पनि यसले केही पनि गर्दैन हैन यसले के गर्छ केही पनि गर्दैन नि एड गरी के गर्ने हैन
बुझ्नु। अब माथि हेर्नु त यहाँ देखियो स्टुडेन्ट नेम इक्वल टु मैले भर्खरै गरेको यो स्टुडेन्ट एड्रेस इक्वल टु यो जेपाइले राखेँ एड इक्वल टु एड आयो नेम बुझ्नु कि बुझ्नु होइन तर मैले यहाँ कुनै पनि मेथड स्पेसिफाई गरेको छैन र यो कहाँ गएर लाने त्यो पनि स्पेसिफाई छैन बुझ्नु कि बुझ्नु होइन। सो जस्ट युआरएम देखियो के गर्ने थाहा नै छैन यसलाई होइन। सो हामीले यदि मान्यो कि स्टुडेन्ट सबलेट छ स्टुडेन्ट सबलेटलाई कल गर्नु पर्यो भने हामी के गर्छौँ यहाँबाट होइन होइन एक्सन भन्ने हुन्छ। एक्सन भनेपछि यहाँ भएको कुराहरूलाई कुन पेजमा लाने अर्को इन्डेक्स पेजमा लाने कि अथवा सबलेटमा लाने कि बुझ्नु हो कि बुझ्नु होइन होइन। सबलेटमा लानु पर्यो भने मैले के गर्नु पर्यो तपाईँको सबलेटको पाथ के छ स्टुडेन्ट सबलेट यो चाहिँ हामीले दिनुपर्छ। अथवा अर्को इन्डेक्स पेजमा लानु पर्यो भने हामीले के गर्नुपर्छ इन्डेक्स डट जेएसपी पेजमा गर्नु पर्यो होइन। डिफल्ट यदि मैले कुनै पनि मेथड मेन्सन गरेको छैन भने डिफल्ट चाहिँ कुन मेथड लिन्छ यसले डिफल्ट चाहिँ गेट मेथड लिन्छ। क्लियर हो कि होइन किनभने अघि मैले एक्सप्लेन गरेको थिएँ गेट मेथडबाट यदि पठायो भने के गर्छ त्यसले माथि युआरएलमा देखिन्छ नि अहिले देखियो नि होइन। सो यहाँ तपाईँको यदि गेटबाट पठायो भने गेट गर्छु ठिक छ पोस्टबाट पठायो भने पोस्ट गर्छु यसरी नै होइन। ओकेले अहिले गेटबाट पठाएँ ठिक छ गेटबाट पठाउँदा अब मैले यसलाई रन गरेँ भने यसले कहाँ पठाइदिन्छ तपाईँको स्टुडेन्ट सबलेट यो हो नि होइन। यसमा मैले के राखेको छु के पनि राखेको छु अभिषेक राखेको छु होइन बडीमा मैले ल स्टुडेन्ट सबलेट राखेँ स्टुडेन्ट सबलेट राख्छु होइन। अब यसलाई मैले रन गरेँ भने त्यहाँ सबमिट गर्ने बित्तिकै डाटा कहाँ जान्छ कुन पेजलाई कल गर्छ सबलेटलाई कल गर्छ सबलेट खुल्छ है। जस्तो मैले यसमा ए गरेँ यसमा पनि ए गरेँ होइन माथि देखियो कहाँ पठाइदियो स्टुडेन्ट सबलेटमा गएँ एड गर्ने बित्तिकै किनभने मैले यहाँ एक्सनमा लेखेको छु त्यो कुरा त्यही भएर गरेँ हजुर होइन फर्म देखाउँछ फर्म जस्तो कि मैले यो इनपुट यो चाहिँ फर्मभित्र हुनु पऱ्यो यो जुन छ नि यो चाहिँ फर्मभित्र हुनु पऱ्यो क्या फर्मबाट बाहिर छ भने हुँदैन यो त फर्मभित्र छ त्यही भएर गयो त नि बुझ्नु भएन होइन गयो। त्यसै गरी गेटबाट पठाउँदा चाहिँ यहाँ के भएको छ माथि देखिएको छ नि सबै होइन। यसैले अब हामी के गरौँ पोस्टबाट गरौँ ठिक छ। अब पोस्टबाट पठाउँदा अब हामी फेरि के गरौँ यसलाई रन गरौँ होइन। अब म माने कि बिबी गर्छु एड गर्छु माथि देखियो तर पुग्यो नि पोस्ट मेथडबाट पनि होइन। त्यो गेट मेथडबाट पठाउँदा हामी के गर्छौँ होइन उसले के गर्छ माथि युआरएल देखिन्छ पोस्टबाट पठाउँदा देखिँदैन क्लियर भयो होइन। अब सबलेटमा गयो अब मलाई त्यो एड गरेको इन्फर्मेसन चाहिन्छ अब मलाई गयो त गयो होइन इन्फर्मेसन चाहियो नि अहिले त लगेर त गयो तर अब कसरी ल्याउने क्या स्विङमा सम्झिनुहोस् त हामी कसरी गरेका थियौँ युजली केही कुरा इनपुट गर्यो भने होइन। सो उतातिर त्यो युजरमा इन्ट्री गरेको डाटालाई कसरी लिएको थियौँ हजुर अब्जेक्ट जस्तो टेक्स्ट फिल्ड छ भने टेक्स्ट फिल्डको अब्जेक्ट डट के गरेको थियौँ गेट टेक्स्ट गरेको थियौँ नि सेट गर्नु पऱ्यो भने सेट टेक्स्ट गरेका थियौँ बुझ्नु कि बुझ्नु। सो एउटा कुरा दिमागमा राख्नुहोस् कुनै पनि एप्लिकेसन यदि चाहियो बनाओस् त एन्ड्रोइड बनाओस् या जुनसुकै बनाओस् कुनै मेथड हुन्छ जुन मेथड युज गरेर के गर्छ भने युजली इन्टर गरेको डाटा चाहिँ हामी लिन सक्छौँ होइन। यो केसमा चाहिँ लिनलाई यसले के पठाउँछ रिक्वेस्ट पठाउँछ नि होइन। रिक्वेस्ट पठाउँदा चाहिँ सबलेटमा जानलाई रिक्वेस्ट पठाउँदा मैले अननेसेसरी कुराहरू सबै हटाइदिएँ है यो चाहिँदैन भनेपछि हटाइदिएँ अहिले बेकारमा कन्फ्युज मात्र हुन्छ होइन। उताबाट लिनलाई मैले के गर्छु स्ट्रिङ के थियो स्टुडेन्ट नेम थियो नि होइन इक्वल टु रिक्वेस्ट अब्जेक्ट रिक्वेस्ट पठाउँछ नि जहिले पनि रिक्वेस्ट अब्जेक्ट पठाउँछ अहिले होइन। रिक्वेस्ट डट गेट प्यारामिटर भन्ने हुन्छ होइन। प्यारामिटर
अब यहाँ त तपाईँको धेरै इनपुट टेक्स्ट ट्यागहरू हुनसक्छ नि। यो एउटा ट्याग भयो, यो अर्को ट्याग भयो, त छुट्याउने कसरी, कुन इनपुट ट्याग हो? मैले नेम राखेको छु कि यो युज गरेर छुट्याउँछु। अब यहाँ मैले यो जुन नेममा जुन स्टुडेन्ट नेम राखेको छु नि होइन, यो स्टुडेन्ट नेम लेखेँ भने के हुन्छ, नेममा लेखेको कुरा अब कहाँ गरेर राखिदिन्छ, स्टुडेन्ट नेममा गरेर राखिदिन्छ। क्लियर भयो होइन। त्यसै गरिकन स्ट्रिङ एड्रेस इक्वल टु डट गेट प्यारामिटर होइन, ठिक छ होइन। अब यहाँ भएको कुरा चाहिँ उसले अब कहाँ गरेर राखिदिन्छ, स्टुडेन्ट एड्रेसमा गरेर राखिदिन्छ होइन। अब यसलाई हामी प्रिन्ट गऱ्यो भने के गर्छ, देखिन्छ अब डाटा। बुझ्नुभयो, यहाँसम्म आयो होइन। यसलाई यस्तै मैले आउटडोर प्रिन्ट एलेनभित्र होइन, यहाँ स्टुडेन्ट सबलेटको साटो के राख्ने, स्टुडेन्ट नेम राख्यो भने बस्छ होइन, एड्रेस राख्यो भने एड्रेस बस्छ होइन, ठिकै छ ओके। यहाँ चाहिँ भनेको ब्रेक गर्यो, किनभने एचटिएमएल कोड लेख्यो भने हामी चाहिँ यहीँभित्र लेख्नुपर्छ। बुझ्नु भएन, क्लियर भयो होइन। अब मैले यो रन गरेँ भने कसरी काम गर्छ हेरौँ। यहाँ मैले के पठाएँ, राम पठाएँ, यहाँ मैले के पठाएँ, केटीएम पठाएँ, गयो। स्टुडेन्ट सबलेट त उताको हो, यो मैले ब्रेक युज गरेको छु नि, त्यही भएर एउटै लाइनमा आयो। राम्ररी केटीएम आयो। यसै गरी हामी सबै इनपुट ट्यागको डाटाहरू डिराइभ गर्न सक्छौँ। क्लियर भयो होइन ओके। अब यसमा एउटा कुरा बुझ्नुपर्ने कुरा छ, यो तपाईँको सबलेटको स्ट्रक्चरलाई बुझौँ होइन। गेटबाट पठाउँदा के हुन्छ, पोस्टबाट पठाउँदा के हुन्छ, यो दुईवटा कुरा चाहिँ मैले एक्सप्लेन गरेको छैन। गेटबाट पठाउँदा जहिले पनि के गर्छ, उसले डु गेट मेथड कल गर्छ। पोस्टबाट पठाउँदा जहिले पनि उसले के गर्छ, डु पोस्ट मेथड कल गर्छ। बुझ्नु कि बुझ्नु भएन, सिधै यहाँ आएको होइन, प्रोसेस रिक्वेस्टमा आएको होइन। प्रोसेस रिक्वेस्ट किन लेख्यो, तपाईँ यदि चाहनुहुन्छ भने सर म यो गर्दिनँ, प्रोसेस रिक्वेस्ट लेख्दिनँ, इट्स ओके, मैले गेट मेथड अथवा पोस्ट मेथडमै समथिङ कुराहरू राख्छु भने राख्न सक्नुहुन्छ होइन। अहिले त छैन नि। सो अघिको मैले सबै गेट रिक्वेस्ट डट गेट प्यारामिटर कहाँ लेख्नु पर्थ्यो, यहाँ लेख्नु पर्थ्यो, पोस्टबाट लेख्नु पर्थ्यो। गेटबाट पठाएको भए कहाँ लेख्नु पर्थ्यो, गेट कता छ, माथि जस्तो के भनौँ न। यदि मैले उता त्यहाँ नलेखेको भए, मैले सबै गेटबाट पठाएको भए कहाँ लेख्नु पर्थ्यो, किनभने उसले कल गर्दा चाहिँ यो मेथडमा जान्छ क्या होइन, यहाँ लेख्नु पर्थ्यो मैले सबै कुरा होइन। पोस्टबाट पठाएको भए कहाँ लेख्नु पर्थ्यो, यहाँ लेख्नु पर्थ्यो। सो एउटै कोड हामीले के गर्नु पर्थ्यो, दुवै ठाउँमा लेख्नु पर्थ्यो नि। किन दुवै ठाउँमा लेख्नु पर्थ्यो, मानौ कि आज कसैले भन्थ्यो कि होइन गेट मेथडबाट पठाउँ यार भन्थ्यो होइन, गेट मेथडबाट तपाईँ पठाउनु भयो, उसले के गर्छ, सबै कोड यहाँ हुन्छ, प्रब्लम छैन। तर भोलि त कसैको म्यानेजमेन्टको मान्छेले के भन्छ, कहाँ गेटबाट पठाएको, पोस्टबाट पठाएको, यसमा सेन्सिटिभ डाटाहरू छ। तपाईँ के गर्नुहुन्छ, यहाँ उ गर्नुहुन्छ, चेन्ज गर्नुहुन्छ होइन, यहाँ मात्रै चेन्ज गर्नुहुन्छ, यहाँ के गर्नुहुन्छ, पोस्ट गरिदिनु भयो होइन। पोस्ट गरिदिनु भन्दा गर्नुभयो भने त यहाँ के हुन्छ, गेटमा भएको कुरा सबै कुरा यहाँ पनि राख्नु पऱ्यो नि होइन। एउटै कोड तपाईँको दुई ठाउँमा लेख्नुपर्छ नि होइन। भोलि फेरि कसैले भन्यो होइन गेटबाटै पठाउँ यार भनेर भनिदियो भने फेरि त्यही कुरा यहाँ पनि लेख्नु पऱ्यो, दुईवटा भयो। यो केसमा के गरेको छ भने सिम्पल मेथड राखेर मेथड कल गरिदिएको छ। गेटबाट पठाए पनि जाने ठाउँ कुन हो, प्रोसेस रिक्वेस्ट होइन। पोस्टबाट पठाए पनि जाने ठाउँ कुन हो, प्रोसेस रिक्वेस्ट होइन।
सो भोलि तपाईँ यदि यहाँबाट यदि कसैले चेन्ज गर्न लगाइदियो भने त मैले त उता सबलेट मात्रै चेन्ज गर्नु परेन, एक ठाउँमा लेखे भए पुग्यो। बुझ्नुभयो नि? सो प्रोसेस रिक्वेस्ट जस्ट एउटा मेथड नेम मात्र हो, यो प्रिडिफाइन मेथड चाहिँ होइन। तर डु गेट डु पोस्ट मेथड चाहिँ प्रिडिफाइन, यसलाई तपाईँ चेन्ज गर्नु खोज्नुहुन्छ नि चेन्ज गर्न दिँदैन होइन। जहिले पनि डु गेटलाई नै कल गर्छ र प्यारामिटर के हुनुपर्छ, यही नै हुनुपर्छ, पठाउनुपर्छ हामीले होइन। सो पोस्टमा पनि त्यही नै हुन्छ। तर यदि मानौँ कि यो प्रोसेस रिक्वेस्ट यदि मन परेन भने तपाईँ चेन्ज गर्न सक्नुहुन्छ। 1 2 प्रोसेस रिक्वेस्ट 1 2 3 यो भनेको हामी डिफाइन गरेको फङ्सन हो। नेटबिनले तपाईँको लागि आफै क्रिएट गरिदिन्छ। प्रोसेस रिक्वेस्टहरू अगाडि कहाँ युज गर्नुहुन्छ? युज गरेको छैनौँ, त्यो बिजनेस लजिक युज हुने नै तपाईँको यही ठाउँमा गएर हो होइन। यो प्रोसेस रिक्वेस्टको ठाउँमा हामी एबिसी XYZ जे पनि राख्न सक्छौँ क्या भन्नु खोजेको होइन। सो यसको नेमिङ कन्भेन्सनको पछाडि केही फरक पर्दैन, तर यो डु गेट र डु पोस्ट मेथड चाहिँ सेम हुनुपर्छ होइन। सो यताबाट पठाए पनि त्यही ठाउँमा पठाइदिन्छ, मेथड कल गरे जस्तै हो क्या। हामी के गर्छौँ, सेम बिजनेस लजिकलाई एउटा मेथड बनाउँछौँ होइन, र त्यसलाई हरेक ठाउँमा कल गर्छौँ नि, एक्ज्याक्टली त्यही गरेको होइन। गेट मेथडमा पनि पोस्ट मेथडमा पनि क्लियर भयो होइन। सो मैले के गर्छु, प्रोसेस रिक्वेस्टमा हरेक काम गर्छु। जस्तो कि मानौँ कि ल यदि इक्जाम्पलको लागि म तपाईँलाई डिस्प्ले गरिदिन्छु क्या, मतलब आउटर प्रिन्ट एलेन छ होइन। यहाँ चाहिँ सिस्टम डट आउट डट प्रिन्ट एलेन छ होइन। सिस्टम डट आउट डट प्रिन्ट एलेन लेखेको कुरा कहाँ गएर रन हुन्छ, के अरे ऊ हुन्छ देखिन्छ कन्सोलमा, ब्राउजरमा त देखिँदैन होइन। यो भनेको गेट मेथड हो होइन। अनि यो त पोस्ट हो भन्दा ठिक छ। यो चाहिँ तपाईँको ब्राउजरमा देखिँदैन, यो पोस्ट मेथड हो, यो चाहिँ गेट मेथड हो होइन। अहिले मैले केबाट पठाइरहेको छु, पोस्टबाट पठाइरहेको छु नि। अब यसलाई प्रोजेक्टले म रन गर्छु होइन। मैले यदि केही कुरा पठाएँ भने मानौँ कि हरि बिआरटी पठायो भने यहाँ हेर्नुहोस् हरि बिआरटी त आयो होइन। अब कन्सोलमा गएर तपाईँ यदि हेर्नुभयो भने उसले कुन मेथड कल गरेको छ, पोस्ट मेथड कल गरेको छ। पोस्ट मेथड कल गर्यो अनि बल्ल उता गयो, बुझ्नु कि बुझ्नु भएन होइन। त्यसै गरिकन यहाँ यदि मैले यसको साटो पोस्ट गरे गेट गरेको भए के हुन्थ्यो, यही त कन्सोल त हो नि। इनपुट भएको डाटा यहाँ मैले सिस्टम डट आउट डट गरेको छैन नि माथि, यो जुन छ नि यो सिस्टम डट आउट डट प्रिन्ट एलेन लेखेको त होइन नि, यो त लेखा भए हुन्थ्यो। यो त आउट डट प्रिन्ट एलेन भनेको ब्राउजरमा डिस्प्ले हुने हुन्छ। यो यहाँ यदि अगाडि सिस्टम राखिदियो भने अब कन्सोलमा प्रिन्ट हुन्छ, ब्राउजरमा डिस्प्ले हुँदैन क्या। यो प्रिन्ट राइटरको अब्जेक्ट जुन हामी बनाउँछौँ नि, यो किन ब्राउजरमा डिस्प्ले गर्नको लागि हो क्या, कन्सोलमाको लागि होइन होइन। अब यहाँबाट मैले कुन मेथड पठाउँदैछु, गेट मेथड पठाउँदैछु नि होइन। अब यहाँ मैले रन गरेँ भने के हुन्छ हेरौँ है। ठिक छ। अब मैले राज राख्ने कुनै राखिदिएँ होइन, माथि देखियो। तर यहाँ चाहिँ के गर्यो, गेट मेथड यो पोस्टको अघिकै हो यो होइन। यसले क्लियर गरेको भए आउँदैन थियो, यो अघिकै हो होइन। गेट मेथडको आयो, बुझ्नु कि बुझ्नु होइन, क्लियर भयो होइन। ओके यही नै हो अब होइन। जति पनि कुराहरू जस्तै मानौँ कि यसलाई मैले उठाएर माथि राखिदिन्छु भने अब रिक्वेस्ट डट गेट प्यारामिटरले उता नल फाल्छ, यो स्टुडेन्ट नेम चाहिँ नल फाल्छ क्या। क्युमेल र डाटा लाग्नु नभए चाहिँ चेक गर्नुहोस् आफैले, बुझ्नुभयो होइन। जति पनि डाटाहरू हुन्छ कहाँ आउनुपर्छ, फर्मभित्रै हुनुपर्छ, क्लियर भयो होइन। नत्र नानी केटाले के गर्छ भने यो फर्मै राखिदिँदैन क्या, फर्मै राख्दैन अनि यहाँ सबै इनपुटहरू गऱ्यो अनि एड बटन गऱ्यो, सर एड गर्दा ल डाटै गएन भन्छ क्या। यसमा त ड्र्याग एन्ड ड्रप हुँदैन यसमा, हजुर हुन्छ टेबलभित्र राख्ने हुन्छ यसलाई डिस्प्ले गर्नलाई।
जसरी हुन्छ डिजाइन त डिजाइन हो नि, तपाईँलाई जसरी सजिलो हुन्छ है। ल त्यसो भए आजलाई यसलाई प्र्याक्टिस गर्नु छ।